सरे भाइ अँ, कहाँ जान लाग्छौ हामी भन्दा ल अहिले हस्पिटल हस्पिटल भन्दा नि हस्पिटल गएर आयो। हस्पिटल गएर आएको होइन अँ, कति बजी अहिले रातिको रातिको बजी अहिले 12। 12 बजेको राति मान्छे बिमार भएर होइन हस्पिटलमा पढ्नु आज राति यार ड्युटी गर्न सकेको छैन कति बेला छुट्टी गएको तुले भइसक्यो 4 दिन भइसक्यो नन स्टप। 4 दिन छुट्टी भएको नन स्टप गरेको होइन हुन्छ कि अब परदेशमा आएर पनि काम गर्न सकेको छैन पैसाको लागि परदेश आउँछ यहाँ छुट्टी बस्छ अब छुट्टी गर्दा लाग्छ होइन बेकार घर भए त ल आफ्नो मान्छे हुन्थ्यो के गर्दा ल परदेशमा पो हुन्छ साली बिमार भएर कोही हुँदैन भाइ यसै हो परदेशमा त आफन्तहरू पनि हुँदैन कि परदेशमा कोही हुँदैन त्यही भएर आफ्नो केयर आफै गर्ने हो परदेश आएपछि त साथीभाइ त छ उनीहरूलाई नि काम गर्न जरुरी छ। त्यही त हो एक दिन केयर गर्ला 2 दिन केयर गर्ला खाले अनि 3 दिन थोरै सकिन्छ उसले पनि खाला पैसाको लागि परदेश आइहाल्छ पैसा कमाउनु लाग्छ त्यस्तै हुन्छ परदेशमा त यार लाज जान्छ। हुन्छ